नयाँ भिडियोमा। आजको भिडियो चाहिँ एक दिनमा चाहिँ हामीले चाहिँ विदाउट मनीको चाहिँ च्यालेन्ज गर्नेवाला छौँ होइन। त्यसको लागि चाहिँ हामी अहिले चाहिँ मेथलाङ डाँडामा छौँ होइन। भिडियो चाहिँ मेन गरी चाहिँ हामीले चाहिँ एक दिन चाहिँ कसरी सर्भाइभ गर्छौँ र हामीले चाहिँ आजको दिनमा चाहिँ सकेसम्म चाहिँ 500 चाहिँ कलेक्ट गर्ने पनि छौँ यो भिडियोमा। र यो 500 चाहिँ भोलिको एउटा चाहिँ अर्को नयाँ भिडियो पनि आउनेवाला छ। त्यसको लागि चाहिँ इन्भेस्टमेन्टको लागि चाहिँ युज गर्छौँ होइन। त्यही हो आजको भिडियो चाहिँ कस्तो हुन्छ त्यो हजुरले थम्बनेल हेरेर पनि बुझिसक्नु भयो होला। ल यति भन्दै आजको भिडियो सुरु गरौँ। हामीले चाहिँ एउटा च्यालेन्ज भिडियो बनाइरहेको छौँ होइन। बिहानको चाहिँ हामीले चाहिँ चिया खाने भनेर। अनि त्यसको लागि चाहिँ हजुरले दिन सक्नुहुन्छ भने दिनु, नत्र चाहिँ हामी भाँडा माझेर भए पनि हुन्छ। त्यस्तो प्राइङ नगर्नु होइन प्राइङ नगर्नु कस्तो च्यालेन्ज हजुर च्यालेन्ज भिडियो नै हो कि वान डे चाहिँ सर्भाइभ विदाउट मनी। अनि त्यही भएर चाहिँ बिहानको चाहिँ चिया खाने अनि त्यसरी नै गर्दै जाने हो। त्यही भएर चाहिँ हजुरले सक्नुहुन्छ भने चाहिँ जम्मा 2 कप मात्रै हो, त्योभन्दा हामी केही माग्दैनौँ। त्यसको लागि चाहिँ हजुरले यतिकै दिनुहुन्छ भने दिनु, नत्र चाहिँ हामी भाँडा माझेर गएर केही काम गराउनुहुन्छ भने त्यो पनि गराउन सक्नुहुन्छ भन्ने कुरो हाम्रो त्यस्तो कुराको हो। हजुर साउन हुन्छ कि सोध्छु है भाँडा माझ्नुपर्छ यति हो। ओके ओके चिया चाहिँ आइसकेको छ। दाइले चाहिँ हामीलाई चाहिँ धेरै सहयोग गर्नुभयो, धेरै मोटिभेसन पनि दिनुभयो। थ्याङ्क यू दाइ। राम्रोसँगहरू अब चाहिँ हाम्रो चाहिँ अर्को टार्गेट रहेको छ हल्का पैसा कमाउने। त्यसको लागि चाहिँ हामी यहाँ दाइहरूलाई चाहिँ सोध्छौँ होइन फ्यान्सी रसलमा। ए फ्यान्सी रसलको दाइले हाम्रो काम दिनुभयो भने हामी 1 घन्टा गर्छौँ। 1 घन्टामा उहाँको मर्जीले जति दिन पनि सक्नुहुन्छ है त। बेसिकली चाहिँ एउटा च्यालेन्ज भिडियो गरिरहेको होइन। त्यसको लागि चाहिँ विदाउट मनी चाहिँ च्यालेन्ज गरेको। हामी यहाँबाट चाहिँ के गर्दैन, तर हजुरले सक्नुहुन्छ भने चाहिँ हामीलाई 1 घन्टा काममा राख्न सक्नुहुन्छ। 1 घन्टा काम मतलब जे काम दिए पनि भयो क्या हजुरले। यहाँको कपडा सपडा चिप्ने जे गरे पनि भयो। अनि हजुरको मर्जीले जति दिए पनि भयो, 100 तल पनि दियो जति दिए पनि भयो। जान्छ पैसा जति दिएन पनि सक्नुहुन्छ हजुरको इच्छाले। 10 रुपियाँ दिए पनि भयो, 20 रुपियाँ दिए पनि भयो, हजुरको माग हुन्छ। के हो कुन चाहिँ 1 घन्टा चाहिँ विदाउट मनीको हो। काम गराउनुहुन्छ ए यहाँको पुरै सिस्टम सबै गर्नु काम गराउँछु होइन। हजुरको भन्नु के हुन्न टक्क साउलाएर बस्नु न भाइ। उयो गर यो गर मान्छे कपडा देखाउ सब काम होइन। हजुरकै काम हामी गरिदिन्छ नि। यहाँ त त्यो झाडु लाउनु बस्नु पर्छ। हुन्छ म गरिदिन्छु। अहिले चाहिँ हामी चाहिँ च्यालेन्ज फेल भन्न मिल्दैन यसलाई। एकैछिनमा दाइले बोलाउनुहुन्छ अरे। अब हेरौँ न दाइलाई चाहिँ अलिक काम गराउन मन लाउन रहेछ। अलि आफैले गरिराख्ने बानी भयो अहिले कस्तो गर्छ भन्ने थाहा हुँदैन नि त। अनि एकैछिनमा भेटिन्छौँ। च्यालेन्ज भिडियो बनाइरहेको छु होइन। त्यसको लागि चाहिँ 1 घन्टा चाहिँ कसैकोमा काम गरेँ। अनि त्यसपछि चाहिँ हजुरको मन चाहियो दिनमा जति 100बाट जति दिए पनि भयो, 100 भन्दा तल 10 गयो जति दिए पनि भयो। 1 घन्टा काम गर्छु फ्रीमा त्यस्तो होइन। के काम गर्छु जे भने पनि हुन्छ। अहिले पोसा लगाइदियो पोसा लगाइदिन्छ, भाडा मान्छे भयो भने भाडा मान्छे च्यालेन्जै हुन्छ। के गर्न मन लाग्छ हुन्छ।
केहरूलाई हेल्प गरिदिनु हुन्छ यसमा केटाहरूको मेहनत आउँदै गर लन्छ थ्याङ्क यू दाई ल मेहनत गर न ल सिक सिक हिरो भयो त हाम्रो कपडाको क्वालिटीहरू चेक गर्न सक्नुहुन्छ दामी छ धागो पानी अहिले चाहिँ हामीले चाहिँ यहाँ चाहिँ 1 आवर जति चाहिँ काम गरिसकेका छौँ काम लगभग अहिले चाहिँ आएको छ दाइले पनि थ्याङ्क यू होइन यत्रो हामीलाई चाहिँ भरोसा गरेर चाहिँ काम दिनुभयो त्यही गर्नको लागि ल दाइ ल फेरि भेट्दै गरौँ ल ल दाइ ल थ्याङ्क यू दाइ